रसुवाका रामप्रसाद भूकम्प आयो भनेर सुरुङबाट भागे। बाहिर निस्कँदा देखे भयानक बाढी। कहिलेकाहीँ मृत्यु मानिसको अगाडि अचानक आएर उभिन्छ। त्यसले सोच्ने समय दिँदैन, पछाडि फर्केर हेर्ने अवसर पनि दिँदैन। केही सेकेन्डको निर्णयले कसैलाई जीवन दिन्छ, कसैलाई सधैँका लागि संसारबाट टाढा लैजान्छ। रसुवाका रामप्रसाद पौडेलका लागि पनि त्यो बिहान यस्तै एउटा भयावह परीक्षा बनेर आयो। बिहान करिब 9:45 बजेको थियो। त्रिशुली 3B जलविद्युत आयोजनाको निर्माण स्थलमा कामदारहरू आफ्नो काममा व्यस्त थिए। पहाडको काख चिरेर बनाइएको सुरुङभित्र पनि मजदुरहरू पसिना बगाइरहेका थिए। बाहिर आयोजनाका विभिन्न संरचनामा काम भइरहेको थियो। करिब 300 जना मानिस आफ्नो दैनिकीमा थिए। त्यही बेला अचानक एम्बुलेन्सको साइरन बज्यो। त्यसपछि आयो एउटा ठुलो आवाज यति भयानक थियो कि के भइरहेको छ भनेर कसैले बुझ्नै सकेन। सुरुङभित्र एक्कासी हावाको तीव्र वेग पस्यो। हावाले सुरुङमा भएका पात पतिङ्गर उडाएर ल्यायो। जमिन जोडसँग हल्लिएको महसुस भयो। रामप्रसाद पौडेललाई लाग्यो भूकम्प आयो। उनका वरिपरिका मानिसलाई पनि त्यही लाग्यो। सुरुङभित्रको अँध्यारोबाट मानिसहरू ज्यान जोगाउन बाहिरतिर दौडिन थाले। कसैले के भएको हो भनेर बुझ्ने प्रयास गरेन। त्यो क्षणमा एउटै कुरा महत्त्वपूर्ण थियो, ज्यान जोगाउनु। सुरुङबाट यस्तो हावा आयो कि पात पतिङ्गर सबै उडाएर ल्यायो। भूकम्प आयो भनेर हामी भाग्यौँ, पौडेलले भनेका छन्। तर उनीहरूले सोचेको भूकम्प थिएन। त्यो मृत्यु बोकेर पहाडबाट तल झर्दै गरेको त्रिशुलीको भीषण बाढी थियो। पौडेल आयोजनाको बाहिरी भागमा अलि डिल जस्तो ठाउँमा थिए। अचानक पानीको भयावह आवाज सुनियो। केही बुझ्न नपाउँदै उनले बाढी आएको देखे। त्यसपछि उनी चिच्याउँदै भागे। भाग्नु बाहेक उनीसँग अर्को विकल्प थिएन। उनले पछाडि फर्केर हेर्ने आँट पनि गरेनन्। अगाडि पहाड थियो, पछाडि मृत्यु जस्तो गजरिरहेको त्रिशुली। ज्यान बचाउने अन्तिम आशमा उनी पहाड उक्लिँदै गए। अन्ततः उनी दामदानी भन्ने ठाउँमा पुगे। उनी बाँचे, तर उनको मन भने त्यहीँ रोकियो, आयोजना स्थलमै। किनकि उनी एक्लै भागेका थिएनन्, त्यहाँ उनका साथीहरू थिए। सुरुङभित्र काम गरिरहेका मानिस थिए। पावर हाउसतिर पनि कामदार थिए। कसैले भाग्ने मौका पाए, कसैले पाएनन्। बाढी यति तीव्र थियो कि भाग्न खोज्नेहरूलाई समेत समयले साथ दिएन। पौडेल अहिले आफू बसेको सुरक्षित ठाउँबाट आयोजना स्थल सम्झन्छन्, तर सम्झन खोज्दा पनि त्यहाँको पुरानो दृश्य आँखामा आउँदैन। किनकि उनले चिनेको संसार नै बाढीले मेटाइदिएको छ। कुनै पनि चिन्ह छैन, नदीको दायाँ बायाँ केही पनि बाँकी छैन। उनी भन्छन्, केही बेर अघिसम्म मानिसहरू हिँडिरहेका ठाउँमा अहिले पानीको कहर छ। कामदारहरूले पसिना बगाएर बनाएका संरचना कहाँ थिए भन्ने छुट्याउन मुस्किल छ। बाटो, बस्ती, संरचना बाढीले सबैलाई एउटै रङमा मिसाइदिएको छ। पहाडको काख चिरेर आएको पानीले बाटोमा जे भेट्यो त्यही बोकेर गयो। घरहरू बगायो, संरचना बगायो, मानिसहरू बगायो। जीवनका वर्षौंका मेहनतका निशानीहरू केही मिनेटमै मेटाइदियो। पौडेलको भाग्य भने त्यस दिन अर्कै थियो। उनी मृत्युको मुखबाट केही कदमको दूरीमा फर्किए। तर सुरक्षित ठाउँमा पुगिसकेपछि पनि उनको पीडा सकिएको छैन। बरु अर्को चिन्ता थपिएको छ। बाँचेका साथीहरू कहाँ छन्? सम्पर्कमा नआएका सहकर्मीहरू जीवित छन् कि छैनन्? आयोजनामा भएका मध्ये 20-30 जना साथीहरू सम्पर्कमा छौँ। अरू साथीहरूको अवस्था थाहा हुन सकेको छैन। यो वाक्यमा उनको डर मात्र छैन, असहायपन पनि छ। दामदानी पुगेपछि उनले आफूलाई सुरक्षित महसुस गरे, तर त्यहाँ पनि जीवन सहज छैन। त्रिशुली पार गर्ने पुल छैन, बिजुली छैन, बाटो अवरुद्ध छ, औषधि ल्याउने उपाय छैन। उनी प्रेसरको औषधि सेवन गर्नुपर्ने बताउँछन्। तर बाढीले बाटो मात्र होइन, उपचारको पहुँच समेत खोसेको छ। बाँचेर पनि उनी मृत्युको खबर पर्खिरहेका छन्। बाहिरबाट हेर्दा रामप्रसाद पौडेल बाँच्न सफल भएका एक व्यक्ति हुन्, तर उनको मनभित्र भने त्यो बिहानको त्रास अझै जीवित छ। आँखा अघि सुरुङ आउँछ, कानमा त्यो ठुलो आवाज गुन्जिन्छ, शरीरमा हावाको त्यो वेग महसुस हुन्छ, अनि सम्झना आउँछ भूकम्प ठानेर भागेको त्यो क्षण। यदि उनी केही क्षण ढिला भएका भए, यदि उनी आयोजनाको बाहिरी भागमा नभई सुरुङको अर्को कुनामा भएका भए, यदि त्यो आवाजलाई भूकम्प ठानेर उनी भाग्न नसकेका भए, सायद आज उनी ती बेपत्ता मध्ये एक हुन्थे। उनको जीवन केही मिनटको निर्णयले जोगियो। तर उनीसँगै काम गर्ने धेरै मानिसको भाग्य के भयो? त्यसको उत्तर अझै अँध्यारोमै छ। त्रिशुलीको बाढीले रसुवाको भूगोलमा मात्र क्षति पुर्याएको छैन, यसले धेरै परिवारको भविष्यमा गहिरो अँध्यारो छाडेको छ। कसैका लागि घर छैन, कसैका लागि बाटो छैन, कसैका लागि औषधि छैन, अनि कसैका लागि आफ्नै मान्छेको खबर छैन। रामप्रसाद भने पहाडको एउटा सुरक्षित ठाउँमा बसेर तलतिर हेरिरहेका छन्। त्यहाँ पहिले उनको काम गर्ने ठाउँ थियो, साथीहरू थिए, दैनिकी थियो, भोलिको सपना थियो। आज त्यहाँ त्रिशुली गजरिरहेको छ। पौडेल बाँचेका छन्, तर उनले देखेको त्यो विनाशको कथा सुन्दा लाग्छ कहिलेकाहीँ मानिस मृत्युबाट बाँचे पनि मृत्युको दृश्यबाट भने कहिले उम्किन सक्दैन।
त्यो बिहान उनी भूकम्प आयो भनेर भागेका थिए, तर बाहिर निस्कँदा उनले देखे भूकम्प भन्दा पनि भयानक एउटा विपत्ति उनीहरूतिर दौडिरहेको रहेछ र उनी भागेर बाँचे। उनको जीवन बाँच्यो, तर उनले चिनेको संसार भने त्रिशुलीको भेलसँगै बगेर गयो।